सुरुमा तपाईँहरूलाई म बुझाउँछु धरौटीमा निक्लिसकेपछि के गर्नुहुन्छ के गर्नु हुँदैन यो धरौटी भनेको के हो त्यो कुरा हामीले बुझ्न जरुरी छ। रवि लामिछानेलाई चाहिँ तेस्रो तहको तुलसीपुर उच्च अदालत बुटबलले चाहिँ धरौटी रकममा चाहिँ छोडेको छ। धरौटी रकम चाहिँ 2,74,08,000 बराबरको पैसा तोकिएको रहेछ। यो पैसा चाहिँ पनि नभागोस्, रवि लामिछाने अरू ठाउँ नभागोस् अथवा त्यो जुन चाहिँ मान्छेहरू अन्यायमा परेको छन् त्यो मान्छेहरूलाई चाहिँ भाग्दा पनि त्यो पैसाले चाहिँ न्याय गरोस् अथवा दिनु सकौँ भनेर त्यसरी राखेको हुन्छ। यो धरौटी भनेको के हो तपाईँलाई म बुझाइहाल्छु। त्यो धरौटी रकम भनेको चाहिँ हामीले यो रवि लामिछाने चाहिँ त्यो धरौटी पैसा चाहिँ यति राखेपछि चाहिँ त्यो जुन मान्छे मार्कामा परेको छ नि त्यो मार्कामा परेको मान्छे चाहिँ रवि लामिछाने यदि कहीँ कथानक भागिहाल्यो भने पनि त्यो पैसाले चाहिँ उहाँहरूलाई चाहिँ तिर्नु पुगोस् भनेर चाहिँ त्यो धरौटी रकम लिएको हुन्छ। अथवा त्यसको पनि धरौटी रकम तिरेपछि रवि लामिछाने चाहिँ बाहिर बसेर मुद्दा लड्न पनि पाउँछ र आफ्नो राजनीतिक गतिविधि पनि गर्न पाइ नै रहेको हुन्छ भने आफ्नो घर परिवारमा बसेर ऊ आफै स्वयं उपस्थिति भएर मुद्दा लड्न पाउँछ। ओ मुद्दाबाट नभागोस् भनेर चाहिँ एउटा त्यो पैसा राखेको मात्र हो। त्यो पैसा राखेर चाहिँ समयमै अदालतमा उपस्थित होस् भनेर एउटा धरौटी रकम छ। कुनै पनि लामो यात्रा गर्नु पर्यो भने चाहिँ अदालतको स्वीकृति लिएर मात्र गर्न पाउँछ भने अदालतमा चाहिँ बेलैमा उपस्थिति यदि भएन भने चाहिँ फेरि पुनः हिरासतमै पनि लान सक्छ अदालतले चाहिँ। भित्र पनि विभिन्न शर्तहरू हुन्छ मुद्दा बाहिर बसेर लड्ने। तर यो अदालतले चाहिँ सफाइ नै दिएको चाहिँ भनेको चाहिँ होइन। त्यो निश्चित पैसा राखेर तोकेको पैसा राखेर ऊ बाहिरबाट मुद्दा लड्न पाउँछ। यो कुरा खुसीको कुरा पनि हो। रवि लामिछानेलाई अरू पार्टीहरूले प्रतिशोध गरेको जस्तो पनि देखिरहेको थियो। अब उहाँ निक्लिनु भयो। उहाँ निक्लिसकेपछि अझै नेपाली जनताहरूमा ठुल्ठुला आश विश्वासहरू भरोसाहरू हुनेछ। अथवा विदेशमा चाहिँ किन पुराना पार्टीहरूको समर्थक त्यति मात्रामा हुँदैन अथवा न्यून मात्रामा हुन्छ। जुन त्यो कामहरू पहिला जे गर्नुपर्ने थियो त्यही नगरेर त भएको हो। त्यही भएर चाहिँ नयाँ अहिले पार्टी आएका छन् जस्तो हर्कसा साम्पाङ समर्थक, रवि लामिछाने समर्थक, उज्यालो पार्टी त्यो समर्थकहरू चाहिँ धेरै मात्रामा विदेशमा हुन्छ। किनकि विदेशमा चाहिँ सम्पूर्ण साथीहरूले चाहिँ यो कुरा बुझेको हुन्छ कि देश कसरी बन्छ गफले मात्र बन्ने होइन रहेछ, काम गरेर देखाउनु पर्ने रहेछ भनेर हुन्छ। त्यही भएर चाहिँ यो कुरा चाहिँ तपाईँ हामीहरू जस्ता युवाहरूले बुझ्न जरुरी छ र बुझ्नु पनि पर्छ। सबै कुरा विदेश आएपछि थाहा हुने रहेछ। हाम्रो नेपाल चाहिँ किन विकास भएन त, केमा कमजोरी भयो त, त्यो कुराहरू चाहिँ विदेशमा आएपछि स्पष्ट रूपमा देखिन सकिने रहेछ। त्यही भएर चाहिँ साथीभाइहरू राम्रोलाई राम्रै भन्ने गरौँ। यदि नराम्रो गर्दैछ भने त्यसलाई सच्याउनको लागि नराम्रै भनिदिउँ क्या। कहिले पनि मान्छे भएर कुनै पनि राजनीतिक पार्टीमा आस्थामा लागिसकेपछि मानेको छु भने उसले यदि नराम्रो काम गर्दैछ भने हामीले बोल्न सक्नुपर्छ, अमला यसरी ठडाउन सक्नुपर्छ कि यो काम तपाईँले गलत गर्दै हुनुहुन्छ, यो बाटो होइन भनेर। त्यही भएर सम्पूर्ण अहिले जो समर्थकहरू लागिराख्नु भएको छ तपाईँहरूलाई चाहिँ मेरो नराम्रो काम गर्दैछ भने नराम्रो भनिदिने, राम्रो काम गर्दैछ भने राम्रो भनिदिने। यति भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्ग्याउँछु है त।